है टिप्पलमा गाइस टिप्पलमा अरू पनि कोही हुनुहुन्छ भने गाइस हेर्नको लागि बोकाहरू खरिएर बसेको हुन्छ विदेशको ठाउँमा अनि बुढी नेपालमा हुन्छ खरिएका हुन्छन् अनि हेर्नलाई यस्तो चट्ट परेको फिगर हेर्नलाई पनि हानिहाल्छ न उतापट्टि गाइस अनि के गर्ने त गरौँ न गाइस ट्यापट्याप गर्न सक्दैन तपाईँहरू नहाँस्नु यहाँ गेम हारेको तपाईँको त 200 पनि ट्यापट्याप गर्नु सबैजना ट्यापट्याप गरौँ राम्रै होस्टर भइन्छ होला नि त सबैजनाले हेला गरे पनि हामीलाई पनि एक दिन हामी पनि राम्रो होस्टर भएर हाम्रो पनि ठुलो आइडी भएपछि हामीलाई सपोर्ट गर्ला नि कुनै दिनमा केही फरक पर्दैन पर्दैन हामीलाई सबैजना ट्यापट्याप उसकोमा 2 लाख 3 लाख नै स्कोर आए पनि नो प्रब्लम म पुडेसन गर्न तयारी छु हैन म हारेकै हुन्छु भाइ सबैजना ट्यापट्याप गरौँ म भाग्दैन किन भाग्दैन हिजो बोकाले भनेको थियो हिजो बोकाले भने दारी काट्यो बोकाले दारी काट्यो लाइनहरु नै कुदेको भए म भाग्नु म भाग्दैन किन भाग्नु नि नो प्रब्लम गेममा यस्तै हो किनभने केटी मान्छेले हेर्नलाई हानिहाल्छ हानुस् कति हान्छ केही फरक पर्दैन मलाई गाइस सबैजना ट्यापट्याप गरौँ न सबैजना कट अरे चल चाहिँ उहाँले चाहिँ जो भन्छ नि त्यो कुरा चाहिँ एकदम सही सब गर्छ नि अनि त्यस्तो उता पनिसमेन्टमा झेली गर्दैन नि यहाँ उहाँको मलाई मन लाग्छ कि पनिसमेन्ट झेली गर्दैन कट गर्नु बोलेको चाहिँ पक्का कुरा गर्छ नि भने थ्याङ्क यू दादा गाइस टपमा भएको आइडीलाई सबैले फलो गाइस अनि भिडियोलाई पनि सपोर्ट गर्नु ल हाम्रो दाइलाई है टपमा भएका दादाहरूलाई है मलाई त अब इङ्ग्लिसमा नाम पढ्न जान्दैन यसको लागि सरी के जस्तो लाग्दैन म गेम हारे पनि के जस्तो लाग्दैन क्या सजिलो दियो भने मात्रै गर अरे के दिन्छ हेरौँ न अरूको कुरा नगर तिमीले भनेको जो भन्छ म त्यही गर्छु भनेको नि त हैन मजा होला गर्छु भनेको है गर्दैन पानीको म गर्दैन मेरोमा सर्टेज पानीको छ अब तेरो 12000 आएको छ हानेको छ 12000 को पुलिसम्यान भन म गर्दिन्छु किनभने म डर अब नम्बर 1 तिमीले के गर्छौ यो ज्याकेट खोलेर अनि बरामा मात्र अनि टोयलेटमा जान्छौ तेल लगाएर मजाले मसाज गर्छौ तिमी 3 मिनेटसम्म मजाले मसाज है अर्को फेरि तिमीले के गर्छौ दिदी बहिनी कोही हुनुहुन्छ भने गइदिनु नि सोरी माफ गरिदिनु होला गइदिनु ल प्लिज माफी चाहन्छु अब हाम्रो भनेको यो भनेको बोलेको कुरा हो नि त कोही पनि दिदी बहिनी यहाँ हुनुहुन्छ भने सबै गइदिनु ल नहेर्नु ल हाम्रो भनेको खतरा पनिसमेन्ट हुन्छ उसको सरी नहुन त पनि यदि दिदी बहिनीको लाज शरम मान्थिस् भने बिरे तैले पनि केटीहरूलाई नगाउने काम तैले पनि गर्दैनस् हैन दिदी बहिनीको कुरै नगर टिकटक लाइभ हो दिदी बहिनीको कुरै नगर पुलिसम्यान भन अब दुईटा भन हैन कट गर्नु अब अर्को पनिसमेन्ट तिम्रो के हुन्छ कान्छी हैन यस्तो यहाँ सुन त अब प्यान्ट निकाले चड्डीमा राखो भने तिम्रो आइडी जान्छ म त्यस्तो आइडी तिमीलाई पनि समस्या हुन्छ म दिदिन त चड्डी निकाल्न तिमी के गर्छौ यसरी गर्छौ तल गर्छौ अनि यसरी घुट्ना यसरी टेक्छौ स्याम्पू लिन्छौ अनि मजाले तल मसाज गर्छौ तिमी 2 मिनेटसम्म म पानी लगाउँछु भन्दैछु है मेरो पानी छैन भन्दैछु है यहाँ सर्टेज है मैले अघि नै पानी ल स्याम्पू लगाएर वल्ल या हबीबी स्याम्पू लगाएर या हबीबी स्याम्पू लगाएर आएर के गर्नु मसाज गर्नुपर्ने मसाज गर अनि है बसेर ल त्यो पनि टोयलेटमा गएर पुरा मजाले एकदम फिलिङ जगाएर 2 मिनेटसम्म गरे पनि भएन टोयलेटमै जानुपर्छ भन्ने छ र म किन टोयलेटमै जानु यहीँ गर्छु नि ओके त्यही गर केही भएन भन तिमीले दुईटा त मलाई लुगा सुगा खोलेर टक्क मलाई भन्यौ होइन तिमीले मलाई नगाउने काम गर्यौ म गर्छु मेरो आइडी गयो भने चाहिँ यस्तो फेरि म तिमीलाई नि म गाली गर्छु फेरि ल भन अर्को भन अर्को तिमीले अब खोर्सानी र पानीको त देऊ भनेकै छैन तिमीले हैन तिमीले के गर्छौ अर्को के गर्छौ अनि चड्डीमा बस्छौ बरामा बस्छौ दुईटा खुट्टा फ्या पार्छौ अनि तिम्रो सिस्टममा मजाले हान्छौ 3 मिनेटसम्म कि तिम्रो सिस्टममा नि एकदम खुट्टा फ्या पारेर है अनि फेरि बरामा मात्र फेरि चड्डीमा मात्र खुट्टा फ्या पारेर एकदम मजाले हान्न सिस्टममा है बेबी मात्रै लगाएर नेपालमा अलर्ट कहाँ छ कसले गरेको छ त्यस्तो पुलिसम्यान तिम्रो 12000 मा त्यो भित्रको मात्रै लगाएर मलाई थाहा छैन बेबी तिमीले भनेको नि अनि कान्छी म
म गर्छु म आइडी जान्छ तर म गर्दिनँ किनभने हो खुट्टा फ्याँकेर गर भन्छ भने गर्छु भित्रीको मात्रै कपडा लगाएर कुनै केटीले आजसम्म 2-3 लाख स्कोर आए पनि यो काम चाहिँ गरेको थिएन क्या भित्रको लुगा लगाएर मात्रै खुट्टा फ्याँ चाहिँ गरेको थिएन यो यही कपडामा खुट्टा फ्याँ गर भन्दा चाहिँ म गर्न सक्छु भित्रको लगा भनेर चाहिँ एउटा सपोर्टर छ भन्दैमा तिम्रो गिफ्टर छ भन्दैमा तिम्रो लाइफ अहिले चलेको छ भन्दैमा नहेप्यो क्या यत्रो साह्रो हामीलाई पनि 3 करोड जनतामा एउटा न एउटाले त माया गर्ला नि लाइभमा आएर पछिमा कल गर्छु ल म एकछिन पछि ल लाइभमा जो काट्छु क्या मेरो जान्छु क्या म गर्छु एकछिन रुक ल लुगा लगाएर यस्तो गर भन्छौ तिम्रो आइडी खोजेको तिमीले या सुन सुन्दी तिमीले पहिल्यै भनेको कि 11,000 ल्याएपछि जे पनि गर्छु भनेर है धेरै चेन्ज गर्ने हुन कान्छी म जे पनि गर्छु खोर्सानीको काम गर्दिन तर त्यो सबै मैले लुगा तिमीले भनेको कि 11,000 आएपछि म जे पनि गर्छु भनेको अब यो 3टा दिन चाहिँ 3टामा एउटा चुज गर कान्छी भित्रको लुगामा चाहिँ गर्दैन मेरो आइडी जान्छ सधैँबाट टिकटकलाई मेरो आइडी खाइदिन्छ किनभने नेपालमा कहीँ पनि एलाउड छैन त्यो तरिकाले बस्नलाई कुनै केटीले पनि गरेको छैन क्या 2-3 लाख ओके 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 त्यसो भएपछि कि माथिमा मसाज गर कि तलमा मसाज गर ल म गरिदिन्छु मसाज तेल लगाएर के लगाएर तेल लगाएर लुगा फाटेर चाहिँ भित्रको लुगामा चाहिँ भित्र त्यस्तो भित्रको मात्रै लगाएर नभन्नु क्या आइडी जान्छ क्या मेरो नेपालको आइडी हो एकैचोटि मेरो गइदिनु अलि पर गएर केही पनि हुँदैन नि कान्छी च्यानलसम्म होइन त म गरिदिन्छु होइन म कट गरिदिन्छु गाइस म गेम हारेको छु म गरिदिन्छु होइन किन भनेको त्यसरी भाग्दिनँ म भाग्दैन म गरिदिन्छु केमा लगाइदिनु पर्यो त्यो माइक्रोमा हो न है तल सिस्टममा तल तेरो त झार्ने अब मैले किन झार्नु केटाहरूले झारिहाल्छन् नि यार झार्नु लगा अलि मजाले ल सिधा हात गरेर बेबी सिधा हात गरेर एकदम सिधा हात गरेर ओके सिधा हात गरेर यो फेरि कल हानेको लागि यो सुक्तीले चाले फेरि त्यसरी होइन सिधा हात लगाएर तँ उता यता के हो त्यस्तो अनि सिधा हात सिधा कान्छी सिधा जग्गामा सिधा जग्गामा नै सिधा जग्गामा एक जग्गामा तँ उता यता हात डुलाउने होइन है मैले भनिरहेको छु उता यता हात डुलाउने होइन पहिल्यै भनेको भने अनि होइन मैले भनेको सिधा हातमा भएन सबैलाई भएन भनेछन् हो त्यसरी न हो अलि खुट्टा फटाएर गर बेबी खुट्टा फटाएर अब हेर्नको लागि हानिहाल्छ हान्नुहोस् केही छैन क्या जति हाने पनि हान्नुहोस् कि मलाई केही पनि फरक पर्दैन म गरिदिन्छु म हारे गरिदिन्छु गाई सबैजना ट्याप्टा गर्नु ल स्पिड च्यानल आयो ल भयो है अब स्पिड च्यानल आयो मैले गरिसकेको छु भएको छैन शुद्धि भएको छैन कोले भन्नु तँलाई भएको छ भनेर शुद्धि राम्रै उसकोबाट युनिभर्स लाने कुदेको जस्तो पायो अनि राम्रो पेल्नुसम्म पेलेको सपोर्टर छ भने म कति पेल्नु पर्यो क्या यार एकदिन गरी दुःख पनि ज्ञान एकदिन गरेको पनि दिन आउँछ हो दबाई लगाउँदैछन् गाइस दबाई उहाँलाई खुसली बिमारी छ नि त खुसुली बिमारी दबाई लगाउने खुसली बिमारीको दबाई लगाउने छन् गाइस सरी माफ गरिदिनु होला गाइस कोही पनि दिदी बहिनी हुनुहुन्छ गइदिनु होला भने चाहिँ एकदम लुटोको बिमारी आएर छ नि त ए कान्छी यो लुटोको बिमारी कहिलेदेखि आएको हो टिकटकमा कान्छी गाइस ट्याप्टो गर्नु न अब हामी हारे पनि केही छैन के हेर्नु त गाइस सबैजना ट्याप्टो गर्नु न यहाँ 3,000 आयो भने यसलाई पनि गराइदिन्छु के भयो अरे भयो त अनि गरे अनि म हारेँ नि त अनि गाइस के गर्नु त अनि गाइस 14वटा फुल कम्प्लिट गर्नु न यसको पनि अब हामी हेर्नलाई पनि हानिहाल्छ सफाई होला बाबा कहिले सफाई होला वीरबहादुर रावनीको बादमा झन् धेरै भाइरस आउन थाल्यो यो टिकटकमा